के यस कृपु रेस्टुरेन्टले नयाँ वर्ष 2083 सालमा 5 प्लेट मोमो 5 मिनेटको च्यालेन्जको पहिलो विजेता पाएको हो त? हेरौँ है त। नमस्कार, हामी कृपु रेस्टुरेन्टबाट सर्वप्रथम त यस आउँदै गरेको नयाँ वर्ष 2083 सालको सबैलाई मङ्गलमय शुभकामना र हाम्रो नयाँ वर्षको सँगसँगै हाम्रो दलेश्वर दाई जो चाहिँ यहाँ अल्मिरका एक्सचेन्जमा काम गर्नुहुन्छ र सर्लाहीबाट हुनुहुन्छ दाई चाहिँ सिराबाट हुनुहुन्छ। दाईले आज हाम्रो 5 प्लेट मोमो 5 मिनटमा सकाएरै छोड्छु भनेर नयाँ वर्षको दिन आज ट्राई गर्न जाँदै हुनुहुन्छ। हेरौँ है त दाइले कति सक्नुहुन्छ। दाइले यदि सक्नुभयो भने इनाम स्वरूप हामीसँग 250 पनि रेडी रहेको छ। ल त्यो चाहिँ मैले दाइ यहीँ राखेको छु है। मोमोलाई एकपल्ट चेक गर्नु होला, यदि तातो त छैन नि, ठिक छ, नर्मल छ नि होइन। त्यसमा हामी त अब स्टार्ट गर्छौँ है त, गर्नु स्टार्ट गर्नु। ल ल ठिक छ दाइको हाम्रो यतातिर टिकटकबाट नि सपोर्ट गरिरहनु भएको छ सबैले। हेरौँ दाइले कतिको सक्नुहुन्छ है त। यदि हजुरहरूलाई फ्रोजन मोमो चाहिएको खण्डमा हामीसँग त्यो पनि एभाइलिटी रहेको छ है। हजुरहरूले फ्रोजन मोमोको लागि चाहिँ हामीलाई सम्पर्क गर्नु होला र हाम्रो रेस्टुरेन्ट किटामा पनि रेजिस्टर भएको हुँदाखेरि किटाबाट पनि अर्डर गरिदिनु होला। किटामा एक्सक्लुसिभ अफरहरू पनि रहेको छ। लगभग सुरुको राउन्डमा हाम्रो लगभग 18 पिस जति थियो होला। दाइले 1 प्लेटभन्दा त बढी भइसक्नु भएको छ 1 मिनट नहुँदै। हामी कहाँ मेसको खाना पनि व्यवस्था रहेको छ। यदि हजुरहरूलाई चाहिएको खण्डमा हामीलाई सम्पर्क गर्नुहोला। मेसको मेनु र प्राइसको लागि हामीलाई कल या व्हाट्सएप गर्नुहोला। कृपुको स्पाइसी कम्बो सेटलाई पनि नभुल्नुहोला, जसमा हजुरहरूले भुटन सुकुटी कम्बो सेट मात्र 20 रियाल, ट्रिपल डिलाइट कम्बो सेट जसमा मोमो, चाउमिन र फ्राई राइस रहेको छ जम्मा 20 रियाल र अरू कम्बो सेट पनि 20 रियालमै रहेको छ। हजुरहरूले किटा एपको थ्रु पनि मगाउन सक्नुहुन्छ र होम डेलिभरीको पनि व्यवस्था गरिएको छ है। दाइले चाहिँ लगभग भ्याउनुहुन्छ जस्तो छ है। 2 मिनट पनि भएको छैन, 2 प्लेटभन्दा त बढी भ्याइसक्नु भएको छ। लगभग 1 मिनट 45 सेकेन्ड भएको छ बल्ल। ल नयाँ वर्षको दिन चाहिँ कृपुले नयाँ विनर पाउनुहुन्छ जस्तो छ है। है नयाँ वर्षको दिन हेरौँ है त। आज हाम्रो दाइले लगभग आधाभन्दा बढी भइसक्नु भएको छ र 2.5 मिनटको मात्र भएको छ टाइम पनि। हेरौँ है त। हामीहरू यहाँ दर्शकहरू लाइन लगाएर हेरिरहनु भएको छ क्या यता टिकटकमा पनि, टिकटकबाट पनि सपोर्ट ल हौसला दिइरहनु भएको छ दाइलाई। तीन मिनट भएको छ दाइ, 2 प्लेट जस्तो रहेको छ। ल 3 मिनटमा 3 प्लेट त भ्याउनु भएको छ है। लगभग 3 मिनट मात्र भएको छ अहिले। भ्याउनुहुन्छ होला, कोसिस गर्नु ल। मोमो त तातो छैन नि दाइ, ठिक छ। अब सकाउँदै कति कति सक्नु हुँदो रहेछ। अर्कोचोटिलाई नेक्स्ट ट्राई हुन्छ नि त, थाहा पनि हुन्छ एउटा आफूलाई अन्दाज।
4 मिनट भयो 2 मिनट भएको भए चाहिँ दाइले भ्याइदिनुहुन्थ्यो जस्तो लाग्छ 1 मिनटमा नि कोसिस गर्दै हुनुहुन्छ लगभग हाम्रो समय चाहिँ 4.5 मिनट मात्र भएको छ दाइले लगभग भ्याउनु त खोज्नुभएको हो तर ठिकै छ अझै एउटा त जान्छ होला दाइ ल समय पनि ठ्याक्कै समाप्त भएको छ 5 मिनटमा दाइले हाम्रो दाइले 5 10 15 16 भनेपछि 3 प्लेट 3.5 प्लेट जस्तो त सकाउनु भएको छ सुरुको स्पिड राम्रो थियो तर पछि बिचमा हल्का रोकिएको कारणले मात्र हो लगभग दाइले 6 मिनट भएको भए त दाइले सकाउनुहुन्थ्यो नि दाइ 6 मिनटमा चाहिँ सकाउनुहुन्थ्यो होला ल ठिक छ आज हाम्रो नयाँ वर्षको दिन ल दाइलाई धेरै धेरै धन्यवाद